ओके फ्रेन्ड्स, फेरि मेरो भिडियोमा आज स्वागत छ। र आज मैले लेन्सेसहरूको बारेमा दुईटा लेन्सेसहरूको बारेमा चाहिँ फुल डिस्कसन गर्नेछु र इमेज र अब्जेक्ट्सहरू कहाँ कहाँ राखेर कुन कुन इमेज र अब्जेक्ट बन्छ भन्ने कुराहरू पनि आज डिस्कस गर्नेछु। छोटो ढिला नगरिकन टपिकमा मुभ गरिहालेँ है त। अब हाम्रो दुई किसिमको लेन्स हुन्छ। टु टाइप्स अफ लेन्सेस हुन त अरू पनि हुन्छ, बाइकन्भेक्स पनि हुन्छ अरू, तर मेनली चाहिँ हामीले पढ्नुपर्ने भनेको कन्भेक्स र कन्केभ हो। र एउटा हुन्छ हाम्रो कन्भेक्स लेन्स हुन्छ, एउटा हाम्रो हुन्छ कन्केभ लेन्स हुन्छ। कन्भेक्स लेन्स कस्तो कन्भेक्स लेन्स कस्तो हुन्छ भन्दाखेरि चाहिँ कन्भर्जिङ लेन्स हुन्छ। कस्तो हुन्छ? कन्भर्ज भने कुनै पोइन्टमा गएर कन्भर्ज हुन्छ कि। कुन लेन्स हो यो? कन्भर्जिङ लेन्स हो यो कन्भर्जिङ लेन्स हो। र कन्केभ लेन्स कस्तो? डाइभर्ज हुन्छ, छुट्टिन्छ, फैलिन्छ यसरी। भनेपछि कुन हो? डाइभर्जिङ लेन्स। बुझ्नुभयो? यति बुझ्नुभयो? कन्भेक्स लेन्स भनेको कन्भर्जिङ लेन्स, कन्भर्ज गर्छ एउटा पोइन्टमा गएर यसो कन्भर्ज। यता नि मेरो फिङ्गर्सलाई कन्भर्ज भनेको यस्तो यसरी कन्भर्ज, डाइभर्ज भनेको यस्तो उड्यो। बुझ्नुभयो? भनेको कन्भेक्स के हुँदो रहेछ? कन्भर्जिङ हुँदो रहेछ र कन्केभ के हुँदो रहेछ? डाइभर्जिङ हुँदो रहेछ। यति बुझेपछि अब अर्को पनि बुझ्नुहुन्छ। अब हेर्नुहोस् है, कन्भर्जिङ डाइभर्जिङ बुझ्नु। जस्तै कि मैले अब सुरुमा चाहिँ कन्भेक्स लेन्सको चाहिँ के बनाउँछु? एउटा त्यो बनाउँछु फिगर। जस्तै कि मैले यस्तो बनाएँ, ठिक छ। यो कुन लेन्स हो हाम्रो? यो के हो? अप्टिकल सेन्टर। मानिलिउँ सुरुमा रोकिनु है, यो भन्नुभन्दा अगाडि पनि एउटा कुरा बुझाइन्छु। मानौँ हाम्रो के छ? एउटा स्पियर छ र अर्को पनि के छ? स्पियर छ। मानौँ स्पियर छ, दुईटा स्पियर हो नि होइन। यसको के भयो? मिड पोइन्ट, ठिक छ। मिडल पोइन्ट, मिड पोइन्ट। र के भयो भन्दाखेरि मानौँ यो स्पियर के हो? एउटा ए हो र यो स्पियर बी हो, ठिक छ। एउटा ए स्पियरको सेन्टर मैले माने सेन्टर सी छ र अर्को स्पियरको सेन्टर के छ? C2 छ। यो C1 छ, यो C2 छ। बुझ्नुभयो? र यही सेन्टरलाई नै हामीले के भन्छौँ? सेन्टर अफ कर्वेचर भन्छौँ। के भन्छौँ? सेन्टर अफ कर्वेचर, जसलाई हामीले 2F पनि भन्छौँ। र यो 2F किन भनेको बुझाइन्छौँ। यही सीलाई हामीले एउटा स्पियरको सेन्टरलाई हामीले के भन्छौँ? सेन्टर अफ कर्वेचर। र यो स्पियरको पनि सेन्टरलाई के भने? C2 भने त्यो पनि के हो? सेन्टर अफ कर्वेचर। अब सेन्टर अफ कर्वेचर हो यो। के हो यो? सेन्टर अफ कर्वेचर। सेन्टर अफ कर्वेचर। यति कुरा बुझ्नुभयो? र यसै बिचमा मैले होरिजोन्टल लाइन तान्ने, इमेजिनरी होरिजोन्टल लाइन तान्दिएँ। इमेजिनरी होरिजोन्टल लाइन मैले यसमा तान्दिएँ, होरिजोन्टली तान्दिएँ। अब यसलाई के भन्छ भन्दाखेरि प्रिन्सिपल एक्सिस। के भन्छ? प्रिन्सिपल। जुन चाहिँ होरिजोन्टल छ, के छ? होरिजोन्टल छ र जुन चाहिँ दुईटा सेन्टरलाई पास हुँदै गछ भने त्यो लाइनलाई के भन्छ? के भन्छ? प्रिन्सिपल एक्सिस। यसलाई के भन्छ हामीले? प्रिन्सिपल एक्सिस। के भन्छ यसलाई? प्रिन्सिपल एक्सिस। जुन चाहिँ होरिजोन्टली दुईटा पोइन्टलाई छोरा, दुईटा सेन्टरलाई छोरा, एउटा स्पियरको सेन्टरलाई छोरा गएको छ। र मैले अब हेर्नु, यो दुईटा स्पियर किन बनाएको? मैले बुझाउन मात्रै बनाएको। मानौँ मैले यताको भाग मेट दिएँ, यसरी मेट दिएँ, यसरी मेट दिएँ, यहाँबाट यसरी मेट दिएँ, ठिक छ। यसरी मेट दिएँ। अब यहाँबाट मैले के गरिदिएँ? यताबाट मेट दिएँ, यसरी मेट दिएँ, यसरी मेट्दै गयो नि। हेर्नु के बन्यो? कन्भेक्स लेन्स बन्यो नि। हो, त्यही मैले पुरै हजुरलाई बुझाउनको लागि चाहिँ मैले स्पियर बनाएको। त्यो स्पियरको एउटा पाटो हो कि, यसलाई बाइकन्भेक्स लेन्स भन्छ यसलाई। यो चाहिँ यो पुरा स्पियरको एउटा पाटो लिएको। पाटो किन लिएको भनेर हजुरले बुझ्नुहुन्छ। बुझ्नु? अब यसमा के रहेछ भन्दाखेरि यो के भयो? सेन्टर यो के रहेछ? सेन्टर अफ कर्वेचर। अब सेन्टर अफ कर्वेचर बुझिसकेपछि अब हेर्नुहोस् है, अब एउटा के बुझाइदिन्छु? फन्डा बुझाइदिन्छु। जस्तै कि यो लेन्सबाट मैले प्यारल लाइन के गरेँ? पास गरेँ।
जस्तै कि यहाँ एउटा प्यारल लाइन पास गरेँ र यहाँ यो पनि मैले मेटेँ है, यो पनि मैले मेटेँ। जस्तो यहाँबाट प्यारल लाइन पास भयो र यहाँबाट के भयो, प्यारल लाइन पास भयो। अब यो प्यारल लाइन कहाँ हुँदै जान्छ भन्ने कुरा हो कि एउटा पोइन्टमा गएर यो मिट हुनै पर्छ र यो मिट हुन्छ पनि। जस्तै यो पोइन्ट प्यारलली गयो भने यो कहाँ हुँदै जान्छ, एउटा पोइन्टमा यहाँ हुँदै गयो, यो यहाँ मिट भयो र यो पनि प्यारल लाइन जो यो पनि यहाँ गएर मिट भयो। अनि जुन रेजहरू गएर मिट हुन्छ नि एउटा पोइन्टमा रेजहरू गएर मिट भइसकेपछि त्यसलाई हामीले भन्छौँ के भन्छौँ, फोकस। त्यसलाई भन्छौँ हामीले फोकस हैन। कुनै पनि रेजहरू प्यारलली गएर त्यसमा मिट भयो भने हैन, त्यो एउटै पोइन्टमा यदि सिमिलर वेमा त्यो मिट भयो भने त्यसलाई के भन्छ, हामीले फोकस भन्छ। भनेपछि यसको फोकस चाहिँ के रहेछ, यो रहेछ फोकस। भनेपछि एउटै प्यारलली गयो, अब यो पनि यहाँ जान्छ, अब यो पनि यहाँ गएर मिट हुन्छ, अब यो पनि जान्छ, यो प्यारलली गयो, यो पनि यहाँ गएर मिट हुन्छ। भनेपछि एउटै कमन पोइन्टमा गएर मिट भयो नि, त्यो कमन पोइन्टमा मिट गएर के अरे मिट भयो भने त्यसलाई हामीले भन्छौँ फोकस। कुरा बुझ्नुभयो, सेन्टर अफ कर्वेचर बुझ्नुभयो, फोकस बुझ्नुभयो हैन, प्रिन्सिपल एक्सिस नि बुझ्नुभयो। यो हाम्रो एउटा के भयो, एउटा फन्ड टर्म भयो जुन चाहिँ हाम्रो के भयो, एट इन्फाइनाइटमा है, यो एट इन्फाइनाइट, यो एट इन्फाइनाइटको खण्ड हो यो। अब एट इन्फाइनाइटको प्यारल वेमा कहाँ गएर फोकसमा गएर मिट हुन्छ। अर्को सिकाउँछु, अर्को है, बुझ्नुभयो हैन। अब हेर्नुहोस् है, मैले यहाँ क्यारेक्टर अफ इमेज यति यहाँ लेखेँ, म यहाँ बनाउँदै जान्छु, यहाँ क्यारेक्टर लेख्दै जान्छु, बुझ्नुभयो। जस्तै कि यो के भन्यो, कन्भेक्स लेन्स भन्यो, यहाँ 2f छ र मानम यहाँ फोकस छ, यहाँ 2f छ, यहाँ के छ, फोकस छ। फोकस पनि बुझ्नुभयो, प्यारलल जहाँ कमनली मिट हुने ठाउँ के हो, फोकस हो। अब हेर्नु मैले यहाँ 2f किन लेखेको, अघि भन्छु भन्दा थियो, यो 2f मैले यहाँ किन लेखेको भन्दाखेरि यो f को यो ट्वाइस हो कि, यो f को यति मानम यो 2 सेन्टिमिटर हो भने यो पनि 2 सेन्टिमिटर नै हुनुपर्छ कि, यो 2 सेन्टिमिटर हो भने यो पनि 2 सेन्टिमिटर नै हुनुपर्छ। जति यो हो, जति यतिको डिस्टेन्स अप्टिकल सेन्टरबाट यो फोकससँग जति डिस्टेन्स छ नि, यति डिस्टेन्स यो फोकसबाट पनि यहाँसम्म के हुनुपर्छ, यति नै डिस्टेन्स हुनुपर्छ। यो के हुनुपर्छ, सेम हुनुपर्छ, बुझ्नुभयो नि। यति 2 सेन्टिमिटर हो भने यो पनि 2 सेन्टिमिटर हुनुपर्छ। त्यही भएर यो f को ट्वाइस भएकोले 2f भनेको, यसलाई सेन्टर अफ कर्वेचर, यसलाई पनि सेन्टर अफ कर्वेचर, सेन्टर अफ कर्वेचर, बुझ्नुभयो। भनेपछि यो 2 सेन्टिमिटर भयो नि, यो पनि 2 सेन्टिमिटर भयो, त्यही भएर यो f को ट्वाइस भएकोले यसलाई के भनेको, हामीले 2f भनेको ओभरअल टोटलमा कति हुँदो रहेछ, यो 4 सेन्टिमिटर, यो पनि 4 सेन्टिमिटर, बुझ्नुभयो। यो हजुरले स्केल्स बनाएर यताउता गरेर गर्नुपर्छ कि, त्यो मैले पछि सिकाउँछु। यति कुरा बुझ्नुभयो नि। अब यति कुरा बुझिसकेपछि अब यसमा छ इमेज। अब मानौँ यहाँ f2f छ, मैले यहाँ एउटा अब्जेक्ट राखेँ, यसको नाम हो ए, अब्जेक्ट छ। अब यता सुन्नुहोस्, अब्जेक्टलाई मैले 2f मा राखेँ भने, अब यसको इमेज कहाँ बन्छ होला, त्यो चाहिँ डाउट होइन। अब यसको इमेज कहाँ बन्छ होला, यसको इमेज बन्ने भनेको कहाँ बन्छ भन्दाखेरि यसको इमेज बन्छ अब 2f मै बन्छ, बुझ्नु भने एट 2f भनेको 2f मै बन्छ। जस्तै कि अब यो के भयो, यहाँ हुँदै यसरी जान्छ, यसरी गयो हैन, यसरी गयो र यो कहाँ हुँदै जान्छ, फोकस हुँदै जान्छ र फोकस यहाँबाट कहाँ जान्छ, अप्टिकल सेन्टर हुँदै जान्छ, अप्टिकल सेन्टरबाट सफ्ट भनेपछि कहाँ बन्यो इमेज, यहाँ बन्यो। अब यो कस्तो इमेज बन्यो, अब हेर्नुहोस्, सुरुमा मैले यहाँ प्यारलले गएँ। अब हजुर रुल थाहा छैन, रुल पनि सिकाइन्छु ल, ऱ्यापिड फायरमा यहाँ मैले रुल्सहरू भनिदिएँ, रुल्स थाहा छैन, रुल्स भन्न बिर्सेछु, रोकिने, डोन्ट माइन्ड, सरी फर द्याट। रुल्सहरू हेर्नुहोस् है, मानव एउटा लेन्स भयो, अब लेन्स भनेको अप्टिकल सेन्टर हो, मतलब कुनै रेजहरू अप्टिकल सेन्टर हुँदै गयो भने, जस्तै कि यो यसरी अप्टिकल सेन्टर हुँदै गयो भने कहाँ जान्छ, अनडेभिएटेड जान्छ, अनडेभिएटेड, जैसा गयो वैसा गयो, जैसा रे फाल्यो वैसै रे निस्क्यो। भनेपछि यसलाई के भन्छ, हामीले अनडेभिएटेड। भने अप्टिकल सेन्टर हुँदै कुनै रे गयो भने जस्ताको तस्तै जान्छ, प्यारलल नै जान्छ, एउटा रुल भयो,
दुईटा रुल भन्छु है, त्यो कन्केभ लेन्समा पनि त्यो रुल भनिदिन्छु अहिले सिकाउने बेला। र अर्को के रुल छ, यदि कन्भेक्स लेन्समा के भयो, प्यारलली कुनै रे गयो भने त्यो कहाँ हुँदै जान्छ, फोकस हुँदै जान्छ। जस्तो यहाँ फोकस थियो भने यहाँ 2f र यहाँ पनि कति 2f र यो f, मतलब यो गयो भने प्यारलली गयो भने कहाँ हुँदै जान्छ, फोकस हुँदै जान्छ भने चाहिँ फोकस हुँदै जानै पर्छ, जान्छ भने जानै पर्छ, रुल नै हो यो, फोकस हुँदै जान्छ। यति दुईटा रुल याद गर्नुहोस् है। जस्तो कुनै रे अप्टिकल सेन्टर हुँदै गयो भने अप्टिकल सेन्टरै हुँदै जान्छ, जैसा गयो वैसा गयो, जैसा आयो वैसा गयो। र यहाँ चाहिँ अप्टिकल सेन्टर हुँदै जान्छ, कुनै रे प्यारल टु द प्रिन्सिपल एक्सिस गयो भने त्यो फोकस हुँदै त्यसलाई जान पर्छ, बुझ्नुभयो, फोकस हुँदै त्यसलाई जानै पर्छ के। यो दुईटा रुल हो, दुईटा रुल मैले अघि नै भन्न बिर्सेछु, ल अब बल्ल बुझ्नुहुन्छ है तपाईँले, यो रुल हो। अब हेर्नुहोस् जस्तै कि मैले अब्जेक्टलाई मैले 2f मा राखेँ, एउटा अब्जेक्टलाई 2f मा राखेँ भने यो इमेज पनि कहाँ भन्छ, 2f मा भन्छ। हजुरले नापेर बनाउनु पर्छ, मैले यत्तिकै रफ स्केल यत्तिकै बनाए पनि हेर्नुहोस् न कहाँ बने इमेज 2f मै बने। भनेपछि 2f मा राख्यो भने 2f मा अब्जेक्ट राख्यो भने इमेज पनि कहाँ भन्छ, 2f मै इमेज बन्छ। र मैले प्यारालेक्स गरेपछि यो कहाँ हो जान पर्यो, अप्टिकल सेन्टर हुँदै जान पर्यो, इमेज कहाँ बन्यो, 2f मै बन्यो। भनेपछि यो यसको क्यारेक्टर के हुन्छ भन्दा, एउटा क्यारेक्टर के हुन्छ भन्दाखेरि यो कस्तो बन्यो, एक त इन्भर्टेड बन्यो, उल्टो बन्यो, इमेज कस्तो बन्यो, उल्टो बन्यो नि त हैन, कस्तो बन्यो, एउटा इन्भर्टेड, अर्को कस्तो बन्यो, के भन्यो, डिमिनिस्ड बन्यो। अलि यहाँ हेर्दै अलि ठुलो जस्तो देखियो क्या, तर डिमिनिस्ड नै भन्छ हैन। कस्तो बन्यो, इन्भर्टेड बन्यो, तर रियल बन्यो कि भर्चुअल बन्यो। अब हेर्नुहोस् है के भन्यो, रियल बन्यो कि भर्चुअल बन्यो, यो रियल बन्यो। कसरी भन्दाखेरि यिनीहरू त एक्चुअली मिट भयो के अरे, एकदमै यहाँ मिट भयो नि त, हेर्नुहोस् न ट्याक्कै मिट भयो नि त, यो लाइन यो रे पनि मिट नै भएछ, अनि यो रे पनि ट्याक्कै मिट भएछ नि त। कुनै हामीले यहाँ सर्टेन रे तान्न पऱ्यो र यहाँ हामीले सपोज टु बी मिट भयो र एक्चुअल मिट भयो नि त होइन, एक्चुअल मिट भनेको ट्याक्कै मिट भयो भनेपछि यो कस्तो रियल भन्यो। अब यो कस्तो बन्छ, यो कस्तो बन्यो, डिमिनिस बन्यो कि इनलार्ज बन्यो, अलिकति लार्जै बन्यो हैन, लार्ज बन्यो, बुझ्नुभयो, यति कुरा बुझ्नुभयो। अब मैले यो 2f को भने, अब म के भन्छु, अब के भन्छु के अरे, बिहाइन्ड 2f, बिहाइन्ड 2f है, बिहाइन्ड 2f को जस्तो मानौँ यहाँ मैले एउटा रे बनाएँ, अप्टिकल सेन्टर भयो, यो 2f भयो, यो के भयो, f भयो, यो 2f भयो, यो कति भयो, f भयो। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि, अब अघि नै मैले कहाँ बनाएको थिएँ, अब्जेक्ट कहाँ राखेको थिएँ, 2f मा राखेको थिएँ हैन, अब्जेक्ट कहाँ राखेको थिएँ, 2f मा राखेको थिएँ। अब मैले यहाँ कहाँ राखेँ, अब्जेक्टलाई बिहाइन्ड 2f, यहाँ 2f छ, बिहाइन्ड 2f भन्दा अलि पछाडि राखेँ। अब यो अब्जेक्ट कहाँ, अब इमेज कहाँ भन्छ भनेपछि थाहा होला है, इमेज अलिकति के भन्छ, अलिकति बिट्विन कहाँ भन्छ, f एन्ड 2f भन्छ। कन्सेप्ट थाहा हुनु पर्यो। मानव प्यारलली यसरी गइसकेपछि यो फोकस हुँदै जान्छ र यहाँबाट अप्टिकल सेन्टर हुँदै स्वाट्टै लाएर जान्छ, कहाँ बन्यो इमेज, कहाँ बन्यो, बिट्विन f एन्ड 2f। सुरुमा के भयो, प्यारल लाइन रे गयो, प्यारलली गएपछि त्यो कहाँ हुँदै गयो, फोकस हुँदै यहाँ ठोक्यो, मिट भयो र यहाँबाट फेरि सेन्टर अप्टिकल सेन्टर हुँदै गइसकेपछि कहाँ मिट भयो, बिट्विन f एन्ड 2f। अब यो कस्तो इमेज बन्यो, डिमिनिस्ड बन्यो, अभियसली डिमिनिस्ड नै बन्यो हैन, डिमिनिस्ड बन्यो, इन्भर्टेड बन्यो, ठिक छ, इन्भर्टेड बन्यो, उल्टो बन्यो, रियलै बन्यो, किनकि यो ट्याक्कै मिट भयो हैन। कुनै पनि हामीले एक्सटर्नल के अरे यसरी डट गरेर तान्न पऱ्यो हैन, ट्याक्कै मिट भयो, दुईटा रेहरू ट्याक्कै मिट भयो भनेपछि रियल बन्यो। र अर्को कस्तो बन्यो, डिमिनिस्ड बन्यो, डिमिनिस्ड के बन्यो, डिमिनिस्ड इमेज बन्यो, यति कुरा के भयो, यो के को कुरा थियो, यो बियोन्ड 2f के कुरा थियो, बियोन्ड 2f भन्दा पछाडि, बियोन्ड 2f। अब फेरि अर्को तीनटा रुल सिकान्छु। अब बिट्विन f एन्ड 2f, बिट्विन
FN2F FN2F को बिट्विनमा कस्तो इमेज बन्दो रहेछ भनेर हेरौँ। मानौँ कन्भेक्स लेन्स, टक्क लाएर अप्टिकल सेन्टर 2F, यहाँ पनि 2F, यहाँ फोकस F1, यहाँ फोकस F2। बिट्विन कहाँ राखेँ मैले अब्जेक्ट बिट्विन FN2F। अब यो कहाँ जान्छ प्यारल जान्छ एज वी नो। अब कहाँ जानु पर्यो फोकसमा जानु पर्यो। ओके आई गट इट। देन आफ्टर इट पासेस थ्रू अप्टिकल सेन्टर। अप्टिकल सेन्टर कहाँ गयो, कहाँ गएर मिट भयो, कहाँ गएर मिट भयो, कहाँ गएर मिट भयो बियोन्ड 2F। 2F भन्दा पछाडि बुझ्नुभयो। अघि नै अब हामीले अलिकति दिमाग लगाउने भने चाहिँ के भन्दाखेरि अघि नै हामीले बियोन्ड 2F राख्दाखेरि अघि कतिको नोटिस गर्नुभयो, बियोन्ड 2F राख्दाखेरि इमेज अलिकति अगाडि बनेको थियो बुझ्नुभयो। बियोन्ड 2F राख्दाखेरि इमेज अलिकति अगाडि बनेको बिचमा बनेको थियो नि होइन। अब हामीले यतैपट्टि इमेज के अरे अब्जेक्ट चाहिँ हामीले FN2F राख्ने बित्तिकै इमेज कहाँ बन्यो फेरि बियोन्ड, ट्याक्कै उल्टो है अपोजिट, क्वाइट अपोजिट भयो कि। अलिक दिमाग लगाउनु भयो। हेर्नुहोस् न हामीले अघिले बियोन्ड 2F राख्दाखेरि चाहिँ इमेज कहाँ बनेको थियो बिचमा बनेको थियो, यहाँ बनेको थियो इमेज बिचमा। अनि हामीले अहिले फेरि अब्जेक्टलाई फेरि हामीले बिचमा राख्यौँ भने F र 2F को बिचमा राख्दाखेरि चाहिँ इमेज कहाँ भनेर फेरि बियोन्ड भनेर राख्यो, ट्याक्कै अपोजिट भनेर बुझ्नु नि। अब यहाँ कस्तो बन्यो इमेज, कस्तो बन्यो इन्भर्टेड बन्यो ठिक छ, रियल बन्यो र के बन्यो अहिले लार्ज बन्यो जस्तो लाग्यो। तर यो डिमिनिस नै हो है। यो तपाईँले स्केल्सहरूले नापेर ट्याक्कै बनाउनु भन्छ। मैले त अब यतिकै बनाइरहेको छु होइन। तर हजुर नापेर बनाउनु भने चाहिँ ट्याक्कै जस्तो एकुरेट हो त्यस्तै बन्छ, बुझाउनुको लागि मात्रै मैले गरेको। यति कुरा बुझ्नुभयो है। यो चाहिँ हाम्रो के भयो त बिट्विन FN2F। अब हाम्रो अर्को केसमा जाउँ, जुन हाम्रो केस छ एट F, केसमा जाउँ एट F मा जाउँ। F भनेको फोकसमा जाउँ। जस्तै कि कन्भेक्स लेन्स 2F, यहाँ पनि 2F। 2F भइसकेपछि यहाँ मानौँ फोकस, यहाँ मानौँ F2, यो F1। अब कहाँ गएर मिट हुन्छ हेर्नुहोस्, कहाँ गएर मिट हुन्छ। अब एट फोकसमा छ अब्जेक्ट, कहाँ छ एट फोकसमा छ। फोकसमा भएपछि के हुन्छ भन्दाखेरि अप्टिकल सेन्टर हुँदै गयो, प्यारल गयो टुक 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 टुक, फोकसमा जान्छ र अप्टिकल सेन्टर हुँदै जान्छ। अब यो कहाँ हो कहाँ मिट हुने, कहाँ हो कहाँ मिट हुन्छ यो भनेपछि इन्फाइनाइटमा गएर के हुन्छ मिट हुन्छ। यो इन्फाइनाइटमा गएर मिट हुन्छ। यो कहाँ हुन्छ मिट हुन्छ, इन्फाइनाइटमा गएर मिट हुन्छ। तर हामीलाई एक्ज्याक्टली थाहा छैन यही पोइन्टमा गएर मिट हुन्छ भनेर। तर इन्फाइनाइट यो अब यो हेर्नुहोस् न यो लाइन मिटै हुने कि अब यो लाइन मिटै। तर हामीले सपोज गर्छौँ कि यो इन्फाइनाइटमा गएर के हुन्छ मिट हुन्छ। अहिले चाहिँ हामीले हेर्दा हामी यो इन्फाइनाइट गर्दै दुईवटा लाइनहरू इन्फाइनाइट गह अब त्यो कहिले मिट हुने थाहा छैन। तर हामीले सपोज गरेर भन्यौँ कि यो एउटा न एउटा पोइन्टमा गएर मिट हुन्छ र इमेज कस्तो बन्छ इन्भर्टेड बन्छ, रियल बन्छ र हाम्रो हाइली म्याग्निफाइड बन्छ। हाइली म्याग्निफाइड भन्छ, एकदमै लार्ज भन्छ, एकदमै लार्ज भन्छ, हाइली म्याग्निफाइड भन्छ होइन। हाइली एकदम ठुलो भन्छ भनेर हामीले सपोज गरेको बुझ्नुभयो नि। जस्तो कि भ्याल गयो इन्फाइनाइट गयो भनेपछि कहाँ गयो अब कहाँ गएर मिट हुने थाहा छैन। तर सपोज हामीले के गर्यौँ भन्दाखेरि रियल बन्छ किनकि के भन्छ एकदमै एपरेन्ट के अरे एक्चुअली गएर मिट हुन्छ होइन। मिट भएपछि रियल बन्यो अनि इन्भर्टेड भनेको उल्टै बन्छ अनि हाइली म्याग्निफाइड भन्छ, एकदम ठुलो इमेज भन्छ। यो पनि कुरा भयो एट F। अब हामी जाउँ लास्ट हाम्रो बिट्विन अप्टिकल सेन्टर एन्ड F। बिट्विन अप्टिकल सेन्टर एन्ड F। अब हेर्नुहोस् है यहाँ अलिकति यो डिफ्रेन्ट छ है। हेर्नुहोस् मानौँ कन्भेक्स लेन्स छ, यो 2F छ, यो 2F छ, यहाँ बिचमा फोकस, यहाँ पनि बिचमा F2, यो F1 ठिक छ। यो अप्टिकल सेन्टर। अब हामीले बिट्विन फोकस एन्ड अप्टिकल सेन्टर। अब यो केस भनेको बिट्विन इमेज के अरे अब्जेक्टलाई हामीले बिचमा राख्यौँ फोकस र अप्टिकल सेन्टरको। अब अप्टिकल सेन्टर र फोकसको बिचमा भयो भने कहाँ बन्छ इमेज
हैन। इमेज कहाँ भन्छ अब हेर्नुहोस् है, अलिकति यो सोध्दै नसोचेको छ कि मानौ यो यसरी गयो रे गयो प्यारलल गयो, तर कहाँ जान्छ फोकस हुँदै, कहाँ जान्छ फोकस हुँदै जान्छ हैन। र यहाँबाट के भयो अप्टिकल सेन्टर हुँदै गयो। हुन त यिनीहरू के भइरहेछन् छुटिरहेछन् होइन, के भइरहेछन् छुटिरहेछन्। अब हुन त केस त उस्तै उस्तै भयो हैन। अघि नै एफमा पनि इन्फाइनाइट नै गइरहेको थियो हैन, र बिट्विन एफ एन्ड टू एफ फोकस र अप्टिकल सेन्टरमा पनि इन्फाइनाइट। तर यो के भइरहेछ हेर्नुहोस् न, यो अघि नै त्यो हजुरले कतिको नोटिस गर्नुभयो, एफमा राख्दाखेरि चाहिँ यसरी एउटै प्यारल वेमा गइरहेको थियो, तर एफ यिनीहरू यसरी 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 छुटिँदै गयो। हेर्नु न यिनीहरू हेर्नु न, यिनीहरू बिचको डिस्टेन्सहरू हेर्नु न, यो यसरी 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 आफू एक आपसबाट छुटेछ भनेपछि यिनीहरू इन्लार्ज गइरहन् कि। जाँदाखेरि चाहिँ अब यसको कहाँ भन्छ इमेज भन्दाखेरि ट्याक्कै यहाँबाट हुँदै जान्छ हैन, र यहाँबाट फोकस हुँदै जान्छ। यो यहाँबाट गएपछि यो जो रे गयो नि फोकसबाट, यो फोकसबाट जो रे गयो नि, अब यहाँ चाहिँ भन्छ कहाँ भन्छ थाहा छैन, तर यहाँ भन्छ। यसको चाहिँ एक्ज्याक्ट हुँदैन, यो जहाँ पनि बन्न सक्छ है, यो जो बिचको छेउ छ यो जहाँ पनि के हुनसक्छ बन्न सक्छ। जस्तै कि यो यहाँबाट जान्छ फोकस हुँदै जान्छ, जस्तै कि यहाँबाट यसरी 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 गयो, यहाँबाट गयो यसरी, बुझ्नुभयो फोकस जान्छ यहाँबाट गएर यसरी यहाँ गएर मिट भयो। मिट भइसकेपछि यो जहाँ पनि बन्न सक्छ है। फेरि यो इमेज चाहिँ एउटै 2Fमा बन्यो, बिट्विन एफ एन्ड 2मा पनि बन्न सक्छ, 2Fमा पनि बन्न सक्छ, के अरे बियोन्ड 2Fमा पनि बन्न सक्छ। यो एक्युरेट हुँदैन, एक्ज्याक्ट हुँदैन, यो कहाँ भन्छ थाहा हुन्न। तर बिट्विन एफ एन्ड 2Fमा अब्जेक्ट राखिसकेपछि इमेज कस्तो बनिरहेछ अब हेर्नुहोस्। अघि त सबै इमेजहरू उल्टो 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 बनिरहेको थियो, तर यहाँ चाहिँ क्वाइट डिफ्रेन्ट भएर के भन्यो भन्दाखेरि एउटै साइडमा बन्यो भन्दाखेरि यो इन्भर्टेड बन्यो या के बन्यो, यो बन्यो इरेक्ट। इरेक्ट किन बन्यो, रियल बन्यो कि इरेक्ट बन्यो, अपराइट। के भन्यो अपराइट, कुन बन्यो यो अपराइट अथवा इरेक्ट, इरेक्ट अर अपराइट, अपराइट बन्यो र इरेक्ट बन्यो। आखिरमा रियल बन्यो कि भर्चुअल बन्यो, ट्याक्कै मिट भएर हेर्नुहोस् न, ट्याक्कै मिट भएर ट्याक्कै हामीले दुईवटा रेहरू ट्याक्कै भएर एउटा यो रेको ढ्याङ्गै यो हात दुई हात दुईवटा रे मिट भएर भयो होइन। नभएपछि हाम्रो त हामीले सपोज गरेर मिट गरेको नि त होइन, सपोज गरेर मिट गरेको नि त। सपोज हेर्नु न यहाँबाट हामीले यसो इमेजिनरी लाइन तानेर हो यहाँ गएर इमेज बन्छ सक्छ है भनेर हामीले सपोज टु बी गरेर हामीले यहाँ मिट हाल्नु, हामी त यो एक्चुअल रे हो र यो एक्चुअल रे हो र एक्चुअल पोइन्ट हो र हामीले मिट गरेको होइन भनेपछि यो रियल बनेन, यो के बन्यो भर्चुअल बन्यो। भर्चुअल VIR है सरी भर्चुअल के हो, कस्तो इमेज बन्यो भर्चुअल इमेज बन्यो। र कस्तो बन्यो म्याग्निफाइड बन्यो, हाइली म्याग्निफाइड, अलिक ठुलो बन्यो नि त होइन। के बन्यो म्याग्निफाइड बन्यो। बुझ्नुभयो यहाँसम्म बुझ्नुभयो भने यहाँसम्म हजुरले भिडियो हेर्न राख्नु चाहिँ हजुर एकदमै पढाइमा लगाउँछ ल हामी पढ्न खोज्ने विद्यार्थी हो कि हजुरहरू होइन। यहाँसम्म मेरो भिडियो हेरेर राख्नुभयो भने हजुरमा एउटा जोस र एउटा जसबा छ कि केही सिक्ने। अब हेर्नुहोस् यहाँसम्म भइसकेपछि अप्टिकल सेन्टर बिट्विन अप्टिकल सेन्टर र OFमा राख्दाखेरि हाम्रो इमेज कहाँ बन्यो अपराइट बन्यो होइन। र एक समरी अब म ट्याक्कै समरी गराइहाल्छु। समरी के भन्दाखेरि जसरी कि सबै इमेजहरू इन्भर्टेड रियल र कस्तो बनिरहेको थियो म्याग्निफाइड्स र डिमिनिस्ड बनिरहेको थियो भने यो केसमा चाहिँ कस्तो बन्यो भन्दाखेरि इमेज कस्तो बन्यो, इमेज कस्तो बन्यो एकदमै हेर्नुहोस् न एकदमै लार्ज बन्यो र के बन्यो एउटै साइडमा बन्यो इरेक्ट बन्यो र अर्को के भन्यो भर्चुअल बन्यो। के अरे एक्ज्याक्टली गरेर मिट भएन पोइन्ट्स, हामीले सपोज टु बी गरेर सपोज गरेर मिट गरेर रेजहरू मिट गरेकाले यो कस्तो बन्यो भर्चुअल बन्यो। यति नै हो कन्सेप्ट। र फेरि एकचोटि समरी हाल्छु जस्तै कि बिट्विन एट 2Fमा हाल्दाखेरि एट 2Fमा हामीले अब्जेक्ट हाल्दाखेरि यो कहाँ बन्थ्यो एट 2Fमा इमेज कहाँ बन्थ्यो, इमेज कहाँ बन्थ्यो 2Fमै बन्थ्यो। कस्तो बन्थ्यो सेम साइजको बन्थ्यो, सेम साइज कस्तो बन्थ्यो सेम साइजको बन्थ्यो हैन, एउटै बन्थ्यो इन्भर्टेड बन्थ्यो सेम साइजको बन्थ्यो, एउटै साइजको बन्थ्यो। र अर्को हामीले बियोन्ड 2F हाल्दाखेरि के कस्तो बन्यो बियोन्ड 2F भन्दा पछाडि हाल्दाखेरि कस्तो बन्यो बिट्विन कहाँ बन्यो बिट्विन F एन्ड 2F कहाँ बन्यो बिट्विन F एन्ड 2F पछाडि राख्दाखेरि अगाडि र बिट्विन F एन्ड
2f मा इमेज अब्जेक्ट राख्दाखेरि कहाँ बन्यो इमेज कहाँ बन्यो बिट्विन f and 2f राख्दाखेरि कहाँ बन्यो बियोन्ड 2f ट्याक्कै अपोजिट छ हेर्नुस् न बियोन्ड 2f राख्दाखेरि बिट्विन f and 2 बिट्विन f and 2 अब्जेक्ट राख्दाखेरि इमेज कहाँ बन्यो बिट्विन 2f र एट f राख्दाखेरि कहाँ बन्यो इन्फाइनाइट बन्यो कहाँ बन्यो इन्फाइनाइट एट इन्फाइनाइट भन्दा हैन र अर्को अब्जेक्ट हामीले एट सरी बिट्विन f and o अप्टिकल सेन्टर राख्दाखेरि कहाँ बन्यो सेम साइडमा बन्यो कस्तो बन्यो भर्चुअल बन्यो इरेक्ट के अरे भर्चुअल बन्यो र इरेक्ट र हाइली म्याग्निफाइड बन्यो यति नै हो हाम्रो कन्सेप्ट हैन यति नै हो कन्सेप्ट ल लेन्सेसहरुको बारेमा मैले बुझाएँ लेन्स कति प्रकारका हुन्छन् दुई प्रकारका हुन त अरु पनि हुन्छन् बाइकन्वेक्स बाइकन्केभ अरु पनि हुन्छन् तर मेनली कति प्रकार हुन्छ दुई किसिमका एउटा कन्भेक्स एउटा कन्केभ र कन्भेक्स र कन्केभमा के हुन्छ भन्दाखेरि पावर के हुन्छ कन्भेक्स को पावर के हुन्छ पोजिटिभ एक्स को फन्डा कन्भेक्स एक्स छ यसलाई उल्टो यस्तो छ यसलाई उल्टो पार्ने प्लस भनेपछि पोजिटिभ यसको पावर के हुन्छ पोजिटिभ हुन्छ र कन्केभ अब यो पोजिटिभ भइसक्यो के हुनु पर्यो नेगेटिभ हुनु पर्यो के हुनु पर्यो पावर यसको नेगेटिभ कन्केभको नेगेटिभ कन्भेक्सको पोजिटिभ र कन्केभ कस्तो लेन्स हो कस्तो डाइभर्जिङ हो कि इन्भर्स के अरे डाइभर्जिङ हो कि कन्भर्जिङ हो कन्भेक्स भनेको कन्भर्जिङ कस्तो हुन्छ कन्भर्जिङ तर कन्केभ के हुन्छ डाइभर्जिङ हुन्छ बुझ्नुभयो अब फेरि हामी जाम कन्केभ के हुन्छ डाइभर्जिङ अब कन्केभमा जाम कन्केभ लेन्समा जाम कन्केभ लेन्समा जाँदाखेरि ल मानौँ मैले यो कन्केभ लेन्स बनाएँ यसको पनि अघि नै फन्डा थियो र मैले रुल भनेको थिएँ मानौँ अप्टिकल सेन्टर हुँदै कुनै रे गयो भने त्यो कहाँ जान्छ अप्टिकल सेन्टर हुँदै कुनै रे गयो भने कहाँ जान्छ त्यो अनडेभिएटेड जैसा गयो वैसा आयो सेम अनडेभिएटेड यसरी स्वाट्ट लाएर स्वाट्ट जस्तो अप्टिकल सेन्टरबाट गयो त्यसै अनडेभिएटेड अनडेभिएटेड जैसा गयो वैसा आयो हैन यो एउटा रुल भयो अर्को रुलले के भन्छ अर्को रुल अहिले रुल मात्र भन्दैछु अर्को रुलले के भन्छ अर्को रुलले के भन्छ मानौँ यो त अप्टिकल सेन्टरको केस थियो अप्टिकल सेन्टर मानौँ यहाँबाट प्यारलले गयो तर यो कस्तो लेन्स हो कन्केभ लेन्स कस्तो लेन्स हो डाइभर्जिङ लेन्स डाइभर्ज हुन्छ टाढा भाग्न खोज्यो भाग्यो हैन टाढा भाग्यो यस्तो कन्भर्ज भयो डाइभर्ज त भएन नि त एक पोइन्टमा ठोक्यो त ठोकेन डाइभर्ज भयो भइसकेपछि के भयो अब यो त कुनै न कुनैमा त मिट हुन पर्यो हैन यो त प्रिन्सिपल एक्सिस हो यो 2f भयो हैन 2f भयो हुँदै के भयो भन्दाखेरि यो यसरी मिट हुन पर्यो यसरी हुन त फोकसमा जानु पर्यो नि हैन हाम्रो रुल के थियो प्रिन्सिपल एक्सिसबाट कहाँ जान्छ पहिला फोकसमा जान्छ अप्टिकल सेन्टरबाट गयो भने अनडेभिएटेड जैसा गयो वैसा आयो र प्यारल टु दी प्रिन्सिपल एक्सिस कुनै रे गयो भने त्यो कहाँ हुँदै जान्छ फोकसमा जान्छ तर यो त कस्तो लेन्स हो कन्केभ कस्तो डाइभर्जिङ लेन्स हो भनेपछि यहाँ फोकस हुँदै जानु पर्यो पछाडितिर हैन पछाडितिर फोकस हुँदै जानु पर्यो र मैले के भने कि यहाँ 2f राख्यो हैन अब यो प्यारल टु द के जान्छ प्रिन्सिपल एक्सिस ल रे गयो प्यारल टु द प्रिन्सिपल एक्सिस र कहाँ जान्छ के हुन्छ यो डाइभर्ज हुन्छ किनकि यो कन्केभ सरी यो यहाँ हुन्छ किनकि यो कुन हो कन्केभ लेन्स हो कन्केभ लेन्स के हुन्छ डाइभर्ज हुन्छ कन्भेक्स लेन्स के हुन्छ कन्भर्ज हुन्छ ल ठीक छ अब हेर्नुस् अब यो त यहाँबाट जानु पर्यो के अरे फोकसमा जानु पर्यो नि त फोकस हो फोकसमा जानु पर्यो नि हैन फोकस भइसकेपछि अब यो के हुन्छ यहाँ मैले एउटा अब्जेक्ट राखेँ भने मानौँ यो अब्जेक्ट छ प्यारल अब्जेक्ट छ भनेपछि यो त अप्टिकल सेन्टर हो अब अप्टिकल सेन्टर भएपछि यो कहाँ जानु पर्यो यसरी गरेर मिट हुनु पर्यो यहाँ अप्टिकल सेन्टर हुँदै जानु पर्यो रेजहरू
अप्टिकल सेन्टर हुँदै जानु पर्यो। अब यो कहाँ मिट भयो हेर्नुहोस् त, यो कहाँ मिट भयो, हो यहाँ मिट भयो, हो यहाँ कहाँ भयो, यहाँ मिट भयो। हेर्नुहोस् न, पहिला कहाँ गयो, अप्टिकल सेन्टर पर प्यारल प्रिन्सिपल गयो, के भयो डाइभर्स भयो, डाइभर्स फोकसमै जानुपर्छ, यो हामीले रुलमै पढ्यो होइन। रुलमा पढेपछि अब यहाँबाट कहाँ जानु पऱ्यो, सुरुमा फोकस हुँदै गयो, अब कहाँ जानु पऱ्यो, सेकेन्ड रुल अप्टिकल सेन्टरमै जानु पऱ्यो। अप्टिकल सेन्टर हुँदै यहाँ अब्जेक्टबाट गइसकेपछि यो मानौँ यो ए थियो होइन, र इमेज कहाँ बनिरहेछ, यहाँ बनिरहेछ भनेपछि यो के भन्यो, ए ड्यास भन्यो। भनेपछि इमेज कहाँ बनिरहेको रहेछ, बिट्विन एफ एन्ड ओ, अप्टिकल सेन्टर र फोकसको बिचमा के बनिएको रहेछ, बिचमा के बनिएको रहेछ, के अरे अब्जेक्टको के बनिएको रहेछ, इमेज बनिएको रहेछ। यही नै हो यसको फन्डा, बुझ्नुभयो। यसरी जान्छ, बुझ्नुभयो नि, यसरी जान्छ। के रुल भनिदिउँ न फेरि, रुल भनिदिने हो र यसको, बुझ्नुभयो कि बुझ्नु भएन। ल रुलमै जाऊँ है सुरुमा, कि बुझ्नु भएन जस्तो लागेर, बुझ्नुहुन्न कि भनेर। जस्तो कि अप्टिकल सेन्टर भयो, अप्टिकल सेन्टर अघि नै कन्भेक्सको जस्तो थियो नि, सेन्टर के अरे अप्टिकल सेन्टर हुँदै गयो, जस्ता गयो अनडेभिएटेड, जैसा गयो वैसा आयो। त्यसमा यसमा नि यही हो, जैसा गयो वैसा आयो अप्टिकल सेन्टरको हुँदै गयो भने। अरे बुझ्नुभयो। अब अर्को है त, फोकसमा के हुन्छ, फोकसमा अलि डिफ्रेन्ट हुन्छ। फोकसमा के हुन्छ भन्दा, फोकसबाट गयो भने के हुन्छ अरे, मानव 2F थियो, यहाँ अब्जेक्ट थियो 0, सरी अब्जेक्ट थिएन, 2F थियो, यहाँ चाहिँ F थियो भन्ने। अब फोकस यहाँ पनि छ, फोकस। अब यो कहाँ जानु पऱ्यो, फोकस जानु। अब यो प्रिन्सिपल एक्सिस हुँदै गयो, प्यारलली गयो। और यो कस्तो लेन्स हो, कन्केभ, डाइभर्ज हुन्छ। डाइभर्ज भइसक्यो त हुन त अब यो त यो र यो मिट हुन्छ नि त, अब फोकसमा हुन्छ यो मिट, यो र यो फोकसमा किन यो डाइभर्ज भयो नि त। हेर्नु न कहाँ गयो, हेर्नु अब यो रे र यो फोकसमा मिट हुन पायो त, पाइँदैन नि त। यसरी फैलिँदै गयो भनेपछि हामीले सपोज टु बी के गऱ्यौँ, यसरी पछाडितिर हामीले इमेजिनेरी लाइन तानिदिउँ भनेपछि यो रे कहाँ गएर मिट हुन्छ, हो यहाँ भनेपछि यो के रहेछ, फोकस। यही नै हाम्रो कन्भेक्स लेन्सको रुल, कन्भेक्सको र कन्केभको स्लाइट डिफ्रेन्ट छ, अरू केही पनि छैन। बुझ्नुभयो नि। ल र आजको लागि यति नै थियो होइन, कन्भेक्स लेन्स र कन्केभ लेन्सको। अब हजुरलाई के डाउट लाग्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ, लाइक सेयर गरिदिनु होला र मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। र फेरि मैले योसँग रिलेटेड टपिकहरू फेरि बनाउँछु है त। धन्यवाद।